अर्कोतर्फ अब राजावादीहरूले पनि शक्ति प्रदर्शन गर्दैछन्, यता समाजवादीले पनि शक्ति प्रदर्शन गर्ने भन्ने कुरा भएको छ। काङ्ग्रेस त्यो दुईटा मोर्चामा चाहिँ कहाँनिर उभिने अथवा आफ्नो स्वतः एकल अगाडि अहिले हामीले यो शक्ति प्रदर्शन गर्ने प्रतिस्पर्धा गर्नुपर्ने अहिले तत्काललाई आवश्यकता ठानेका छैनौँ। यो संविधानको पक्षमा समग्र जनता उभिएको छ र त्यो विश्वास हामीलाई छ। यद्यपि पार्टीहरूले आफ्नो बोर्डबाट प्रदर्शन गर्ने नगर्ने, कुन बेला गर्ने, के गर्ने निर्णय गर्न सक्दछन् होइन। तर अहिले नेपाली काङ्ग्रेस पार्टीले तत्काल यस विषयमा सडकमा उत्रिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन र हामीले यो संविधानलाई दृढताका साथ समर्थन गर्ने क्रममा आफ्नो पार्टी पङ्क्तिलाई सुसूचित गर्ने यो किन आइरहेका छ, के मन चाहेर आइरहेका छ। आज हाम्रो पार्टी सभापतिजीको बिहान एउटा महत्त्वपूर्ण उहाँले दृष्टिकोण पनि सार्वजनिक गर्नुभएको छ। यो बागमती प्रदेशको प्रशिक्षणको सिलसिलामा त्यसलाई पनि गम्भीरताका साथ हेर्नुहोला, मनन गर्नुहोला। त्यसबाट पनि हाम्रो कुरा स्पष्ट छ। यो चैतभित्र भातृ संस्थाहरूको विभिन्न भातृ संस्था र स्वयं संस्थाको अधिवेशनको कुरा गरेका थियो, त्यो टाइम फ्रेम त कतिपयको अब हाम्रो यस बारेमा के भयो? फेरि पूर्ण केन्द्रीय समितिको बैठक हुन्छ कहिले? यही महिनाभित्रै हुन्छ। त्यो बेलामा कुन कुन सङ्गठनले निर्वाचन गर्न सके अथवा गर्दैछन् भने कति प्रगति गर्दैछन्, गर्नै नसक्ने कुन कुन सङ्गठन छन्, त्यसको आधारमा हामीले निर्णय गर्छौँ। जसले गर्ने कुनै प्रगतिको कुनै अवस्थै देखिँदैन तिनीहरूको चाहिँ कार्यकाल बढाइँदैन। जसले चाहिँ अधिवेशन गरिसकेका छन् त्यो त भइहाल्यो, जसले चाहिँ सिग्निफिकेन्ट प्रगति गरेका छन्, महत्त्वपूर्ण काम गरिसकेका छन् भनेदेखि त्यसलाई चाहिँ विचार गर्न सक्ने कुरा, त्यसै बेला निर्णय हुने कुरा हो। भदौ 16 गतिको जुन एउटा निर्णय थियो नि विधान मस्यौदा समिति गठन गर्ने भनेको, त्यो बारेमा केही चर्चा भयो? अब यी सबै अरू जति पनि विषयवस्तुहरू छन्, सङ्गठन सम्बन्धी विषयवस्तुहरू, हाम्रो पार्टीको विधानका सम्बन्धमा विषयवस्तुहरू आउने केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ। यो गणतान्त्रिक मोर्चा बनाउने कुरा चाहिँ काङ्ग्रेसले स्वीकार गरेन भनेर आइरहेको छ नि, प्रधानमन्त्रीले राखेको प्रस्ताव किन? अहिले गणतन्त्र पक्षमा त जुन बेला यो संविधान निर्माण भयो जति दलहरू त्यसमा सम्मिलित थिए, नयाँ दलहरू समेतले यसमा प्रतिबद्धता जाहेर गरिरहेछ। सबैले प्रतिबद्धता जाहेर गरिरहेछ। सरकारमा बस्नेले पनि, सरकार विपक्षमा बस्नेले पनि प्रतिबद्धता